घटस्थापनाको कथा। एक समयको कुरा हो। सत्ययुगमा दानव महिषासुर नामको असुरले तीनै लोकमा आतंक मच्चाइरहेको थियो। देवता, मान्छे र ऋषिमुनि सबै उसका अत्याचारले त्रस्त थिए। कुनै देवता उसलाई हराउन सक्दैनथे, किनकि महिषासुरलाई वरदान थियो कि महिषासुरलाई देवता, पुरुष र कुनै जीवले मार्न सक्दैनथे। युद्धबाट थकित देवताहरू विष्णु, शिव, ब्रह्मा तीनैजना मिलेर आफ्नो शक्ति एक ठाउँमा एकत्रित गरे। ती शक्तिहरूले एक महान देवीको रूप लिइन्, जुन देवी दुर्गा। देवी प्रकट भएसँगै देवताहरूले उनलाई पूजा गर्ने विधि खोजे। पवित्र जमिन तयार पारियो, त्यसमा भाँडो अर्थात् घट राखियो। घट वरिपरि स्वच्छ माटोमा अन्नका बिउ छरिए, जसले जीवन र समृद्धिको प्रतीक जनायो। घटलाई शक्ति र सृष्टिको स्रोत मान्दै देवताहरूले दिनदिनै दीप प्रज्वलित गरेर पूजा गरे। त्यसै दिनदेखि घट स्थापनाको परम्परा सुरु भयो। अन्नको अंकुर जसरी दिनदिनै बढ्दै जान्छ, त्यस्तै दुर्गाको शक्ति पनि दिनदिनै जागृत हुँदै गयो। 9औं दिन देवी दुर्गाले महिषासुरसँग घमासान युद्ध गरिन्, अन्ततः विजय प्राप्त गरिन्। त्यसपछि देवताहरूले खुसी भएर भने, यस क्षणलाई हामी हरेक वर्ष सम्झनेछौं। यही दिनदेखि सुरु भएर 10 दिनसम्म दुर्गा माताको आराधना गर्नेछौं। त्यही भएर आज पनि दशैंको पहिलो दिन घटस्थापना गरेर अन्न बिउ छर्ने चलन रहन आएको हो। यसरी घटस्थापनाको कथा शक्ति जागरण, जीवनको सुरुवात र विजयको प्रतीक बनेको छ।